हाम्रो चाहिँ यो कहाँ जाने बाटो रे भाइ? यो हजुरको लिपु लेक जाने बाटो। लिपु लेक जाने टिङ्कर जाने बाटो चाहिँ यही बाटो हो। गाडी पनि आउँदैछ। तपाईँको यो धुलो माटो चाहिँ निकै उडाउँछ। हामी चाहिँ अब कता जाने, हावा कहाँ लागेछ भन्ने कुरो। ल भाइ यतातिर यस्तो चट्टान छ। यही चट्टानको किनारतिर उभिनुपर्छ। गाडी गइरहेछ यता। आहा, फेरि अर्को गाडी आउँदैछ। यो अर्को गाडी पनि यस्तो धुलो, एकदमै बाटो अप्ठ्यारो छ। तलतिर महाकाली छ। यो बाटो यस्तो ढुङ्गा छ यार, यसलाई के बाटो भन्नु, त्यही पनि ठिकै छ नि त होइन त। अब यो बाटो नै भन्नु पर्यो, रोड बाटो नै भन्नु पर्यो। गाडी गुडिरहेको छ होइन त। मान्छे आफ्नो गन्तव्यतिर लागिरहेको छ नि। दुखु ग्यास एक्सप्रेस रहेछ हुनुलाई त यो। महाकालीको एरिया है। बाटो हेर्नुहोस् त, यस्तो अप्ठ्यारोलाई चिर्दै उस्तो धुलो माटो खाँदै जोखिमपूर्ण यात्रा गरिरहेका छन् यहाँको मान्छेहरू पनि होइन त। बाध्यता हो यो, रहर होइन त। रहर होइन, बाटो पनि यस्तो एकदमै चट्टानहरू। यो चाहिँ तपाईँको बाटोहरू चाहिँ चौडा बनाउने काम चाहिँ भइरहेको छ। यो चाहिँ हाम्रो तपाईँको दार्चुला तिङ्कर ब्यास खण्डको बाटो यो चाहिँ। हामी चाहिँ निकै लामो यात्रापछि आज चाहिँ खलङ्गा सदरमुकाम दार्चुलातिर झरिरहेका छौँ। 3 दिनको बसाइ एकदमै रमाइलो भयो। अब रमाइलोसँगै कष्टकर पनि उत्तिकै थियो। तर त्यो दुःखहरूलाई हामीले चाहिँ भुल्नको लागि चाहिँ यहाँको यो हावापानी मौसमले चाहिँ निकै साथ दियो। सुन्दरताले चाहिँ हामीलाई चाहिँ तपाईँको यो मलम लगाए जस्तै होइन त। त्यो भएर चाहिँ हामीले त्यस्तो एकदमै त्यो दुःख चाहिँ लागिरहेको छैन कि। एकदमै हामीले चाहिँ यहाँ जिन्दगीको अविस्मरणीय पल चाहिँ यहाँ हामीले बितायौँ। यहाँबाट अब हामी चाहिँ पैदल यात्रा भएर चाहिँ खलङ्गा सदरमुकामतिर लागिरहेका छौँ। बेलुका कति बेला हुन्छ हामी चाहिँ करिब 6 बजीतिर पुगिन्छ होला त्यहाँ चाहिँ। बाटोमा अब नेपालतिर कतै घर त्यस्तो केही पनि छैन। इन्डियातिर चाहिँ उता नदी पारी चाहिँ अलिअलि बस्तीहरू देखिरहेको छ। त्यो चाहिँ इन्डियाले आफ्नो पुरा बस्ती भनौँ बाटो पनि त्यहाँ तिङ्करसम्म पुग्ने, कालापानीसम्म पुग्ने बाटो पूर्ण रूपमा चाहिँ बनाइसकेको र विस्तार कार्य पनि सँगसँगै गरिरहेको छ। तपाईँ हेर्न सक्नुहुन्छ उता चाहिँ त्यो चाहिँ महाकाली नदी। यहाँ चाहिँ अहिले सानो देखिन्छ। तलबाट हाम्रो चाहिँ यो नदीमा चाहिँ तपाईँको इन्डियाबाट धौलीगङ्गा, नेपालबाट बैतडीबाट चाहिँ चमेलिया हुँदै साना साना नदीनालाहरू जोडिएर महाकाली नदी चाहिँ अलि ठुलो बन्न पुग्छ। यो चाहिँ अहिले चाहिँ तपाईँको एउटै नदी भएर अलि सानो देखिएको हो। एकदमै रमाइलो छ। तपाईँको यो कहिलेकाहीँ यसो रिफ्रेसमेन्टको लागि चाहिँ घुम्नु पर्छ पाहाडको डाँडा काँडा। आफ्नो सहर छोडेर कहिलेकाहीँ गाउँ बस्तीतिर पनि यसो कहिलेकाहीँ पाइलाहरू चाल्यो भनेपछि रमाइलो लाग्छ तपाईँको। त्यही त, यो प्रकृतिले छोएको छ, भावनाले छोएको छ। हाम्रो प्रेम, देशप्रतिको प्रेमले छोएको छ यो भूमिलाई। एकदमै रमाइलो छ ठाउँ। महाकाली कलकल बगिराखेको छ है। एकदमै हरियो देखिया छ। यतिको सुन्दर। अब भाइ तिम्रो के भनेपछि अब मान्छेहरू विदेश घुम्नलाई एकदमै के अरे सकिन हुन्छ नि। तर आफ्नो देशको माटो, प्रकृति, यहाँको रहन सहन, संस्कृतिहरूलाई बुझ्नलाई खासै रुचाउँदैन र अब नेपालमा के पनि छैन जस्तो फिल गर्छन् कि। तर यहाँ हेर्नु पऱ्यो भनेपछि त दुःखका साथ कति रमाइलो छ। हेर्नुहोस् त्यो सानो बोटमा एउटा चरा बसिरहेको छ। त्यसको चाहिँ हामी चाहिँ मान्छेहरू चाहिँ कैद गरिरहेका छौँ। विदेशतिर जान्छन् होइन, त्यो के अरे स्विमिङ पुल भन्छन् यति सुन्दर ठाउँलाई छोडेर। हेर्नुहोस् त्यो त्यस्ता स्विमिङ पुलको गोलीमारो भाइ, इधर देखो कति मजाको पानी, हरि निलो पानी, चिसो पानी, चिसो हावा, स्वच्छ हावा। आहा क्या सुन्दर छ।
रहर त लाग्छ यहाँ बसौँ, तर गर्ने के बाध्यतावश बाध्यतावश यहाँ हामीले बस्न पनि अलि कङ्क्रिटको अप्ठ्यारो छ। हामीलाई खानपानको व्यवस्था अलि अप्ठ्यारो भएको कारणले चाहिँ हामी यहाँबाट चाहिँ जानुपर्ने अवस्था आइरहेको छ। होइन त भनेपछि त तपाईँको राम्रै छ, मजाले घुम्नको लागि त एकदमै उत्तम छ भन्नुपर्छ तपाईँले। यो बाटो पनि तपाईँको पैदल यात्राको लागि अब तपाईँले गाडी घोडादेखि वाक्क भइसकेको मान्छेहरू चाहिँ यो पैदल यात्रा गर्न रुचाउने मान्छेलाई चाहिँ मजाको बाटो छ। गाडी पनि चल्न त यहाँ अलि नचल्ने चाहिँ होइन कि अलि जोखिमपूर्ण भएको कारणले चाहिँ हामीहरू चाहिँ आफ्नो गाडी चाहिँ त्यही सदरमुकाम खभङ्गामै राखेर चाहिँ पैदल यात्रा गरेका थियौँ र आज हामी त्यहाँबाट फर्किँदैछौँ। हेर्नुहोस् पानी निकाल भाइ, बोल्न पनि अब घाँटी सुकिसक्यो। हामी पानी चाहिँ यो हामीले चाहिँ बोतल चाहिँ उताबाट ल्याएको थियौँ होइन तलको, तर पानी चाहिँ हाम्रो यो चाहिँ उता माथि त्यो काला पानी कताबाट हामीले चाहिँ एकदमै महँगो के बोतलै महँगो पानी हामीले चाहिँ अब 100 रुपियाँमा किन्नु पर्ने स्थिति। अब गर्ने के भाइ, यहाँ आशिका तामाङ छैन र पो होइन त, नत्र आशिका दिदीलाई यो कुरा पनि भन्नुपर्ने छ है। यहाँको पानीको चाहिँ रेट चाहिँ अब तिम्रो हेर्दाखेरि यहाँ 20 रुपियाँ नै हो, लिँदाखेरि यहाँ 100 रुपियाँ लिन्छ होइन त। तर लिनु पनि अब ठिकै स्वाभाविक जस्तो लाग्छ, यस्तो कष्टकर बाटो। तर यो विषयमा पनि आशिका तामाङ दिदीको राय सल्लाह चाहिँ सुन्न पाए त्यो अलि ठिकै हुन्थ्यो। तिनले पनि निकै हाइलाइट पायो नि त पानीबाटै होइन त, गर्ने के। त्यहाँतिर त ठिकै हो भाइ होइन त। अब यहाँतिर चाहिँ अब के हो भन्दाखेरि अब यहाँतिर पानी युज हुन्न क्या, पानी हामीलाई आवश्यकै पर्दैन कि। अब पानी चाहिँ राख्ने चाहिँ भाँडो चाहिँ आवश्यक पर्छ, पानी चाहिँ हामीलाई त्यति आवश्यकै पर्दैन कि। घरमा गएर भरेर ल्याए भइगयो। अनि बाटोमा त्यो पानी बगिरहेछ, मुलको पानी कस्तो मजाको चिसो, झन् जसमा चाहिँ तपाईँको के भन्छ यो खनिज पदार्थहरू मिसिएको होइन त, एकदम जडीबुटीहरू मिश्रण भनौँ न, त्यस्तो मजाको मिठो पानीलाई हामीले चाहिँ नखानु हुँदैन के। पानी चाहिँ हामीले यहाँबाट कतै किन्ने कुरो, यो प्याकेजिङ भन्ने कुरो चाहिँ राम्रो चाहिँ होइन। यो पानी चाहिँ होइन, यो मान्छेहरू चाहिँ मासुको सुप खान्छन् नि, झोल होइन, त्योभन्दा पनि त्यो तागतवर हुन्छ क्या। हेर्सा गुम्बाको रस मिसिएको पानी हो भनौँ न यो भाइ, हो त होइन त। अब हामी चाहिँ यो खेतबारीहरू पनि देखाउँछ तपाईँलाई, तरकारी, रायो, बन्दा काउली सँगै तपाईँको यहाँ बस्ती पनि छ, धनियाँ। ओहो क्या मजाको भइसकेको छ। अब मिहिनेत गर्नेका लागि त जहाँ पनि सम्भव छ नि, मेहनत गर्नेको लागि चाहिँ ढुङ्गामा नि के अरे सुन फल्छ भन्छ नि, हो त। यो सुनै हो तपाईँको लागि। मान्छेले खालीमा त त्यस्तो गरिरहेछन् भने यहाँ हेर्नुहोस् त यति राम्रो यहाँ पनि भइरहेको रहेछ होइन, माटै नभएको ठाउँमा भन न होइन त। तर आफ्नो देशको महाकालीको बगर त हो नि, महाकालीको बगर हो, महाकालीको बगर हो। तर ढुङ्गा छ, माटो छ, काम गर्न चाह्यो भने त मजाले सुन फल्दो रहेछ नि त। हेर न तरकारी कति महँगो छ यता, फेरि अर्ग्यानिक तपाईँको त्यो औषधि हालेको तरकारी खानुभन्दा, विषादीयुक्त औषधि हालेको त्यो खानुभन्दा एकदमै तपाईँको अर्ग्यानिक तरकारीहरू खान पाएपछि त मान्छे 100 साल होइन 2 साल बाँच्छ उस्तै पनि। 200 आई मिन 200 साल के। यो जय भूमिराज चाहिँ हाम्रो कुलदेवता होला भूमिराज, त्यही भूमिराज। अब बस्ती पनि पुग्यौँ, त्यति भन्दै अहिलेलाई उजेल हुन्छु, धन्यवाद।